सशक्तिकरण लागि सृजना थैगुमु उद्देश्य जोना पुलिस जुगु सम्भावना नेपाल थापाङको वार्षिक साधारण सभा यागुदु यलय बागदोले बिबाजुको ज्याजोले सम्भावना नेपाल थापाङको वार्षिक साधारण सभा यागुख सम्भावना नेपाली अध्यक्ष बिना महर्जनिया नायश्रीजुको ज्याजोले संस्था दक्षिण दुनिया यागु ज्याजोतेको बारे जानकारी बिउगु ख महिला बालबालिका र ज्येष्ठ नागरिकका तथा सीमान्तकृत वर्गहरूलाई सशक्तिकरण गर्ने उद्देश्यको मुख्य उद्देश्य लिएर यस सम्भावना नेपालको स्थापना भएको यहाँलाई अवगत गराउँदछौँ। यसका लागि शिक्षा, स्वास्थ्य, वातावरण तथा लघु उद्यमीशीलको क्षेत्रमा जोड दिए कार्य गरी सशक्त गर्दै लैजानु हो। सुरुका दिनहरूमा संस्थाका कार्यक्रमहरू सञ्चालन गर्न हामी संस्थापक सदस्यहरूबाट नै आर्थिक योगदान गरी समय सापेक्ष विभिन्न कार्यक्रम गर्यौँ। कार्यको दौरानमा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने शुभचिन्तकहरू तथा विभिन्न सहकारी तथा गैर सरकारी सङ्घ संस्थाहरू साथ पाउँदै जाँदा कार्यक्रमहरू सञ्चालन गर्न सहज भएको महसुस हामीले गरेका छौँ। आउँदा दिनहरूमा पनि यहाँहरूको साथ र सहयोग निरन्तर रूपमा प्राप्त हुने नै छ भन्ने हामीले अपेक्षा गरेका छौँ। अथे ज्याजोले बागमती प्रदेश सांसद शोभा साक्य यलया मैजुपी जाना न्याकुगु सम्भावना नेपाल त भिन्तुना देछासे मिस्तेस छेचुना यागु ज्यान छगु सृजनशील ज्या खदासे मिस्त छेन पिनेवया आर्थिक रूपमा सशक्त जुइमागुली बब्या दिल। आज हाम्रो यो सम्भावना भएको अवसर भएको जुन संस्था सम्भावना नेपाल नामको संस्थाले आज 1 वर्ष पार गरिसकेको छ। यस 1 वर्ष पार गरिएको अवस्थामा उहाँहरूको 1 वर्षको कार्य प्रगति विवरण हामीले सुनिसकेका छौँ। 1 वर्षमा उहाँहरूले जुन कार्यक्रम गर्नुभएको छ त्यसको लागि म धेरै आभार व्यक्त गर्न चाहन्छु। कारण म महिलाहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, गृहिणी भन्ने शब्द लेख्न नपरोस्, गृहिणी भन्ने शब्द लेख्न नपरोस् र जुनै भए पनि थोरै भए पनि आय आर्जन हुने काममा चाहिँ हामी संलग्न हौँ। जुन यो संलग्न गर्नको लागि जुन आज सम्भावना नेपालले महिलाहरूलाई नै विशेष फोकस गरेर महिलाहरू नै समावेश गरेर जुन यो सम्भावना नेपाल स्थापना गर्नुभएको छ, यहाँहरू सबैले पनि यसको अवसर लिनुहोला। अथे ज्याजोले यला प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्य, यला महानगरपालिका वडाल्याचार्य अध्यक्ष नारायण केसी, ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोज बहादुर न्याछो, नेवा पत्रकार राष्ट्रिय दबुया अध्यक्ष सूरजवीर बज्राचार्य, मिलुजुली बचत तथा ऋण सहकारी अध्यक्ष दायना प्रभा प्रधान, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखाई प्रमुख महेश्वरी विष्ट लगायत सम्भावना नेपाल यागु ज्याजोय बारे नवासे भिन्तुना देछना दिगु ख ज्याजोले नवाना दिपी सक्सिया महिला सशक्तिकरण या आवश्यकता यतकया बब्यादिको ख ज्याजोले बागमती प्रदेश या सांसद शोभा साक्य प्रशंसा पत्र लिसे सदस्यता या दसी पौ ललाडा दिगु ख
ज्याजोले सम्भावना नेपालय सचिव सरिता बज्राचार्य वार्षिक प्रतिवेदन नेबोया दिल। स्थापना कालदेखि नै यस संस्थाले समय सापेक्ष विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छन् र भविष्यमा पनि गर्दै जाने लक्ष्य राखिएको छ। संस्थाले स्थापना कालदेखि हालसम्म गरेका कार्यक्रमहरू यस प्रकार छन्। जनचेतना सम्बन्धी कुनै पनि कुरा सही वा गलत हो भनी बुझ्नका लागि उक्त विषय सम्बन्धी व्यक्तिमा ज्ञान हुनु जरुरी छ। यस्तै गरी कोभिड-19बाट धेरै व्यक्तिहरू प्रभावित नहोस् भन्ने उद्देश्यले मिति 2077 साल माघ 16 गते सम्भावना नेपालको आयोजनामा बचत तथा ऋण सहकारी र मिलिजुली समाज नेपालको सहयोगमा कोभिड-19 सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका थियौँ। आय आर्जन सम्बन्धी महिला दिदीबहिनीहरू आर्थिक रूपमा सबल नभएसम्म सशक्तिकरणतर्फ अगाडि बढ्न नसक्ने कुरालाई मनन गरी दिदीबहिनीहरूलाई आर्थिक सबल बनाउने उद्देश्यका साथ निम्न 2 तालिमहरू सञ्चालन गरेका थियौँ। ज्याजोले कोषाध्यक्ष सुशीला महर्जन संस्थाय आर्थिक प्रतिवेदन प्रस्तुत याना दिगुखा कार्यसमिति दुज अमिता अवाले यलस्कुस नोचुली न्यागु ज्याजोले संस्थाय कार्यसमिति दुज रोजी श्रेष्ठ शुभाध्यक्षना दिल। सशक्तिकरण लागि सृजना थैगु नाराजोना न्यानाचुङ्ग सम्भावना नेपाल तनाव व्यवस्थापन अभ्यास मनोपरामर्श सेवा आत्मरक्षा तालिम सिपमूलक तालिम कानुनी तथा राजनैतिक सचेतना ज्याजो लगायत ज्याजो यान्वै चुङ्गु दु।